नमस्कार, स्वागत छ हाम्रो युट्युब च्यानल खोज गुरु नेपालमा। लोक सेवा आयोगले आज मात्र एउटा नयाँ भ्याकेन्सी जारी गरेको छ, जसमा माग सङ्ख्या एकदमै राम्रो रहेको छ, जसमा 1580 भन्दा पनि बढी माग सङ्ख्या रहेको छ। सरकारी जागिरको लागि यो एकदमै राम्रो अवसर रहेको छ। आजको यो भिडियो अन्त्यसम्म हेर्नुहोला, साथै यो भिडियोलाई लाइक शेयर साथै च्यानललाई सब्स्क्राइब गरिदिनु होला, ताकि लोक सेवा सम्बन्धी नयाँ भ्याकेन्सी आयो भने सबैभन्दा सुरुमा तपाईहरुले नोटिफिकेसन पाउन सक्नुहुनेछ। त्यसको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी सँगै रहेको बेल आइकनलाई अलमा प्रेस गर्न नभुल्नु होला, ताकि लोक सेवा सम्बन्धी नयाँ भ्याकेन्सी आयो भने सबैभन्दा सुरुमा तपाईहरु जानकारी पाउन सक्नुहुनेछ। सरकारी जागिरको खोजीमा रहनु भएको साथीहरुको लागि एकदमै राम्रो भ्याकेन्सी आएको छ। 1500 भन्दा पनि बढी माग संख्या रहेको छ। यसै सम्बन्धीमा तपाईहरुले अब पूर्ण डिटेलमा जानकारी दिन गइरहेको छु। भिडियो अन्त्यसम्म हेर्नु होला, म पुरै जानकारी तपाईहरुलाई दिनेछु। नेपाल सरकार गृह मन्त्रालय नेपाल प्रहरी प्रधान कार्यालय नयाँ भर्ना सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति 2082 6 महिना 10 गते। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्य सहयोगी पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पद पूर्ति गर्नुपर्ने भएकोले त्यहाँ बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूबाट रु 10 को टिकट टाँसी स्वयं उपस्थित भई दरखास्त आह्वान गरिन्छ। आवश्यक माग पद संख्या विज्ञापन नम्बर 1 मा रहेको छ 01-082-83 पद प्रहरी जवान जनपद खुल्लामा 837 जना, अमर अशक्त प्रहरी परिवार 31 जना, महिला 137 जना। त्यसैगरी समावेशी समूहतर्फ आदिवासी जनजाति 219 जना, त्यसपछि मधेसी 191, दलित 103, पिछडिएको वर्ग 35 जना, जम्मा माग पद संख्या 1553। त्यसैगरी अर्को छ 2 नम्बरमा 02-082-83 यो विज्ञापन नम्बर रहेको छ। पद प्रहरी कार्यालय सहयोगी हजाम खुल्ला 6 जना, अमर अशक्त प्रहरी परिवार 1 जना, महिला 1 जना, आदिवासी जनजाति 2 जना, त्यसैगरी मधेसी 1 जना, दलित छैन, पिछडिएको वर्ग छैन, जम्मा माग पद संख्या 11 जना। त्यसैगरी 3 नम्बरमा विज्ञापन नम्बर 03-082-83 प्रहरी कार्यालय सहयोगी कुचिकार यो पद हो। त्यसैगरी सब खुल्ला 8 जना, अमर अशक्त प्रहरी परिवार 1 जना, महिला 2 जना, आदिवासी जनजाति 1 जना, मधेसी 2 जना, दलित 1 जना, पिछडिएको वर्ग छैन, जम्मा माग पद संख्या 15 जना। त्यसैगरी अर्को छ 4 नम्बरमा 04-082-83 प्रहरी कार्यालय सहयोगी खेलाडी खुल्ला 8 जना, अमर अशक्त प्रहरी परिवार छैन, महिला 1 जना, आदिवासी जनजाति 3 जना, मधेसी 2, दलित 1। त्यसैगरी यसमा जम्मा माग पद संख्या 15 जना। नोट प्रहरी कार्यालय सहयोगी खेलाडी तर्फ फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराते र ताइक्वान्डो विधाका खेलाडीहरूले मात्र दरखास्त दर्ता गर्न सक्नेछन्। त्यसैगरी 2 नम्बरमा दरखास्त फारम दर्ता मिति 2082 6 महिना 19 गतेदेखि 2082 7 महिना 28 गतेसम्म। समय बिहान 10 बजेदेखि कार्यालय समयसम्म। सार्वजनिक बिदाको दिन बाहेक तपाईहरु दरखास्त फारम दर्ता गर्न सक्नुहुनेछ। तपाईहरुले कुनै डाउट छ भने कमेन्ट गर्न सक्नुहुनेछ। म तपाईहरुको सबै डाउटहरुको समस्याको समाधान गर्ने प्रयास गर्नेछु। त्यसैले कुनै डाउट छ भने कमेन्ट गर्न नभुल्नु होला। त्यसैगरी 3 नम्बरमा छ दरखास्त फारम पाइने र बुझाउने स्थानहरु पद प्रहरी जवान जनपद र प्रहरी कार्यालय सहयोगी हजाम र कुचिकार कार्यालयहरु कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर मोरङ। सम्पर्क नम्बर तपाईहरु स्क्रिनमा देखिराख्नु भएको छ, यसको स्क्रिनशट गरेर राख्न पनि सक्नुहुनेछ। त्यसैगरी मध्य प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, सम्पर्क कार्यालय राजविराज सप्तरी। त्यसैगरी बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली। त्यसैगरी गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा कास्की। लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटोल रूपन्देही। कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगञ्ज बाँकी। त्यसैगरी सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटी। जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुर। साथै तपाईहरु सबै 77 वटै
जिल्लाको जिल्ला प्रहरी कार्यालयबाट पनि दरखास्त फारम प्राप्त गर्न सक्नुहुनेछ। प्रत्येक सबै 77वटै जिल्लाको जिल्ला प्रहरी कार्यालयबाट पनि दरखास्त फारम प्राप्त गर्न सक्नुहुनेछ। त्यसैगरी 2 नम्बरमा छ प्रहरी कार्यालय सहयोगी खेलाडी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाडौँबाट तपाईहरु दरखास्त फारम प्राप्त गर्न सक्नुहुनेछ। स्क्रिनमा सम्पर्क नम्बर देखिराख्नु भएको छ। त्यसैगरी दरखास्त दस्तुर क्रमशः 1 मा छ पद प्रहरी जवान जनपद दस्तुर दरखास्त फारम 7 दस्तुर बापत रु 300 बुझाउनु पर्नेछ। साथै 1 भन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारको हकमा प्रत्येक समूहको लागि 20% रु 60 को दरले थप दस्तुर लाग्नेछ, अर्थात् 360 लाग्नेछ। त्यसैगरी पद प्रहरी कार्यालय सहयोगी दरखास्त फारम 7 दस्तुर बापत रु 200 बुझाउनु पर्नेछ। साथै 1 भन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारको हकमा प्रत्येक समूहको लागि 20% अर्थात् रु 40 का दरले थप दस्तुर लाग्नेछ, 240 लाग्नेछ। त्यसैगरी उमेरको हद पद प्रहरी जवान जनपद तर्फको उमेरको हद दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म 18 वर्ष उमेर पूरा भई 23 वर्ष ननाघेको हुनुपर्नेछ। त्यसैगरी बालवाला श्रेणीविहीन प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली 2071 संशोधन सहितको नियम 40 बमोजिम 25 वर्ष ननाघेको हुनुपर्नेछ। त्यसैगरी 2 नम्बरमा छ प्रहरी कार्यालय सहयोगी दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म 18 वर्ष उमेर पूरा भई 25 वर्ष ननाघेको हुनुपर्नेछ। त्यसैगरी 6 नम्बरमा छ आवश्यक न्यूनतम शैक्षिक योग्यता तथा अन्य योग्यताहरू पद प्रहरी जवान जनपद आवश्यक न्यूनतम योग्यता क नम्बरमा छ शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा 8 कक्षा वा सो तरह उत्तीर्ण गरेको। ख नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको। ग राजनीतिक दलको सदस्य नरहेको। घ आतंककारी संगठनको सदस्य नरहेको। अङ्ग भविष्यमा सामान्यतया सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको। च आँखा -2 वा +2 भन्दा बढी कमजोर नभएको। 6 उचाइ छाती र तौल पुरुष घटीमा उचाइ 5 फिट 2 इन्च छाती नफलाउँदा 31 र फलाउँदा 33 साथै तौल 50 केजी हुनुपर्नेछ। महिला घटीमा उचाइ 5 फिट तौल 42 केजी हुनुपर्नेछ। ज नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृति चिकित्साबाट निरोगिताको प्रमाण पत्र पाएको परीक्षा सञ्चालनको क्रममा हुने। त्यसैगरी 6 नेपाली नागरिक हुनुपर्नेछ। त्यसैगरी कार्यालय सहयोगी प्रहरी कार्यालय सहयोगीको आवश्यक न्यूनतम योग्यता क शैक्षिक योग्यता साधारण लेखपढ गर्न जानेको। ख उचाइ छाती र तौल पुरुष घटीमा उचाइ 5 फिट छाती नफलाउँदा 31 र फलाउँदा 33 इन्च हुनुपर्ने। तौल 50 केजी हुनुपर्नेछ। महिला घटीमा उचाइ 4 फिट 10 इन्च तौल 42 केजी हुनुपर्नेछ। ग प्रहरी कार्यालय सहयोगी खेलाडी पदको हकमा राष्ट्रिय खेलकुद परिषद वा राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त सङ्घको राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक प्राप्त गरेको वा दक्षिण एसियाली र ओलम्पिक खेलमा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेको उमेर समूह अन्तर्गत 16 देखि 23 वर्षसम्मका प्रतियोगिताहरूमा सहभागी भई पदक प्राप्त गरेको वा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेको प्रमाण पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। त्यसैगरी घ प्रहरी जवान जनपद पदको लागि क्रमशः ख ग घ अङ्ग च छ र ज मा तोकिएको बमोजिम अन्य योग्यताहरू पुरा भएको हुनुपर्नेछ। यो प्रहरी कार्यालय सहयोगीलाई पनि त्यही हुनेछ। त्यसैगरी 7 नम्बरमा छ दरखास्त 7 समावेश गर्नुपर्ने कागजातहरू। क नम्बरमा नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि। ख
हालसालै खिचेको पुरै मुखाकृति दुवै कान समेत प्रष्ट देखिने एकै किसिमको पासपोर्ट साइजको फोटो, पुरुषको हकमा दाढी र कपाल काटेको 5 प्रति फोटो लाग्नेछ। ग आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि एक प्रति प्रत्येक तहको चारित्रिक स्थायी वा प्रोभिजनल प्रमाणपत्र र ट्रान्सक्रिप्ट मार्कसिट सहित तथा नेपाल बाहिर अध्ययन गरेको हकमा उच्च माध्यमिक शिक्षा परिषद त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारणको प्रमाणपत्र पेश गर्नुपर्नेछ। त्यसै गरी घ अमर अशक्त प्रहरी परिवारका हकमा अमर अशक्त भएको कुरा पुष्टि हुने कागजात र नाता प्रमाणित कागजात पत्र पेश गर्नुपर्नेछ। अङ्ग आदिवासी जनजातिका हकमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा तर नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तह निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गरिएको कागजात पेश गर्नुपर्नेछ। च मधेसीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित भएको तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित भएको प्रमाणपत्र पेश गर्नुपर्नेछ। छ दलितका हकमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा तर राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भएमा सूचीकृत भएका जातिभित्रको थर बनी सम्बन्धित निकायबाट प्रमाणित गरिएको कागजात पेश गर्नुपर्नेछ। ज पिछडिएको क्षेत्रका लागि अछाम कालीकोट जाजरकोट जुम्ला डोल्पा बझाङ बाजुरा मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरी सम्बन्धित जिल्लाबाट नै नागरिकताको प्रमाणपत्र प्राप्त गरेको तथा सम्बन्धित गाउँपालिका वा नगरपालिकाबाट दरखास्त पेश गर्दाका बखतसम्म सोही स्थानमा स्थायी बसोबास भएको भनी प्रमाणित गरेको कागजात दरखास्त फारम भर्ने दिन भन्दा 3 महिना अगाडिसम्मको सिफारिस हुनुपर्ने, स्थायी बसोबास भएको जिल्ला बाहेक अन्यत्र जिल्लाबाट नागरिकता लिएको भएमा नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयबाट सो गर्नु पर्ने कारण उल्लेख भएको पत्र पेश गर्नुपर्नेछ। छ दरखास्त फारमसँग संलग्न गरी पेश गर्ने कागजातहरूको प्रतिलिपिको पछाडिपट्टि सक्कल बमोजिम नक्कल ठिक छ भनी उम्मेदवार स्वयंले अनिवार्य रूपमा दरखास्त गर्नुपर्नेछ। त्यसै गरी 8औं नम्बरमा छ परीक्षा विधि। क प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा। घ विस्तृत स्वास्थ्य परीक्षण। ग लिखित परीक्षा प्रहरी जवान पदको मात्रा हुने लोकसेवा आयोगबाट सञ्चालन हुने हुँदा आयोगद्वारा तोकिएको परीक्षा केन्द्रहरूमा सञ्चालन हुने। वस्तुगत बहुउत्तर मल्टिपल चोइस प्रश्नको गलत उत्तर बापत 20% अङ्क कट्टा गरिने बेहोरा जानकारी गराइन्छ। त्यसै गरी वस्तुगत बहुउत्तर प्रश्नको उत्तर लेख्दा अङ्ग्रेजी ठुलो अक्षर क्यापिटल लेटरमा ABCD लेखिएको उत्तरलाई मात्र मान्यता दिनेछ। घ प्रयोगात्मक परीक्षा प्रहरी कार्यालय सहयोगी पदको मात्र हुनेछ। अङ्गमा सबै तहको अन्तर्वार्ता हुनेछ। 9 नम्बरमा छ परीक्षा सञ्चालन हुने स्थान क्रमशः दरखास्त फारम वितरण तथा दर्ता केन्द्र विराटनगर ताप्लेजुङ पाँचथर इलाम शङ्खसभा तेह्रथुम धनकुटा भोजपुर खोटाङ सोलुखुम्बु ओखलढुङ्गा उदयपुर झापा मोरङ र सुनसरीमा दरखास्त दर्ता गरेका उम्मेदवारहरूको परीक्षा सञ्चालन हुने स्थान कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर मोरङमा हुनेछ। त्यसै गरी 2 नम्बरमा छ जनकपुर हाल राजविराज सप्तरी सिराहा धनुषा महोत्तरी सर्लाही रौतहट बारा र पर्सामा दरखास्त दर्ता गरेका उम्मेदवारहरूको मध्य प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराज सप्तरीमा परीक्षा सञ्चालन हुनेछ। 3 नम्बरमा छ दुधौली दोलखा रामेछाप सिन्धुली चितवन र मकवानपुरमा दरखास्त दर्ता
गरेका उम्मेदवारहरूको परीक्षा सञ्चालन हुने स्थान बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा हुनेछ। त्यसैगरी 4 नम्बरमा छ पोखरा गोर्खा लमजुङ तनहु कास्की मनाङ मुस्ताङ पर्वत स्याङ्जा म्याग्दी र बागलुङमा दरखास्त दर्ता गरेका उम्मेदवारहरूको परीक्षा सञ्चालन हुने स्थान गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा कास्कीमा हुनेछ। त्यसैगरी 5औं नम्बरमा छ बुटवल नवलपरासी बर्दाघाट सुस्ता पूर्व नवलपरासी बर्दाघाट सुस्ता पश्चिम रूपन्देही कपिलवस्तु पाल्पा अर्घाखाँची कोल्मी रोल्पा प्युठान र दाङमा दरखास्त दर्ता गरेका उम्मेदवारहरूको लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बोटवल रूपन्देहीमा परीक्षा सञ्चालन हुनेछ। त्यसैगरी 6 नम्बरमा छ सुर्खेत हाल नेपालगञ्ज रुकुम पूर्व रुकुम पश्चिम बाँके बर्दिया सल्यान डोल्पा जुम्ला मुगु हुम्ला कालीकोट जाजरकोट दैलेख र सुर्खेतमा दरखास्त दर्ता गरेका उम्मेदवारहरूको परीक्षा सञ्चालन हुने स्थान कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतमा हुनेछ। त्यसैगरी 7औं नम्बरमा छ दिपायल बाजुरा बझाङ डोटी अछाम दार्जुला बैतडी डडरधुरा कञ्चनपुर र कैलालीमा दरखास्त दर्ता गरेका उम्मेदवारहरूको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा हुनेछ। त्यसैगरी 8औं नम्बरमा छ दरखास्त फारम वितरण तथा दर्ता केन्द्र जिल्ला प्रहरी परिसर काठमाडौँ ललितपुर भक्तपुर साथै जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोक सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ र राष्ट्रिय प्रहरी परिसर प्रतिष्ठान महाराजगञ्जमा प्रहरी कार्यालय सहयोगी खेलाडी पदतर्फ दरखास्त दर्ता गरेका उम्मेदवारहरूको परीक्षा सञ्चालन हुने स्थान काठमाडौँ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्ज काठमाडौँमा हुनेछ। त्यसैगरी अब 10औं नम्बरमा छ विशिष्टीकृत कार्यक्षेत्र तथा कामको प्रकृति प्रहरी कार्यालय सहयोगी पदको हकमा विशिष्टीकृत कार्यक्षेत्र र गर्नुपर्ने कामको प्रकृति समावेश गरिएको हुँदा दरखास्त फारम पेश गर्दा फारम 7 संलग्न विशिष्टीकृत कार्यक्षेत्र चयन फारम समेत भरी उम्मेदवारहरूले आफ्नो इच्छा चाहना तथा क्षमता अनुसारको कुनै एक कार्यक्षेत्रमा मात्र ठिक चिन्ह लाउनु पर्नेछ। त्यसैगरी साथीहरू अब रहेको छ विशिष्टीकृत कार्यक्षेत्र र गर्नुपर्ने कामको प्रकृति हजाम प्रहरी कर्मचारीको कपाल काट्ने सम्बन्धी काम गर्नुपर्नेछ। कुचीकार कार्यालय शौचालय स्नान गृह लगायतका कार्यालय कम्पाउन्ड समेतको सरसफाई गर्नुपर्नेछ। खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगिताहरूमा सहभागी भई खेल्नुपर्नेछ। त्यसैगरी 11औं नम्बरमा छ सम्पर्क मिति तथा स्थान मिति 2082 8 महिना 11 गते दरखास्त फारम दर्ता गर्ने सम्बन्धित प्रहरी कार्यालयहरूमा प्रथम चरणको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिम प्रकाशन गरिने तथा नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा समेत सो सम्बन्धी सूचना राखिनेछ। त्यसैगरी 12औं नम्बरमा छ विज्ञापन सम्बन्धी विशेष सूचना सम्मानित सर्वोच्च अदालतबाट नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँ समेत विपक्षी रहेको रिट नम्बर 078 W066 समेतका उत्प्रेषणका निवेदनहरूमा 2079 10 महिना 24 मा जारी भएको परमादेशको आदेश बमोजिम समावेशी समूहका सम्बन्धमा आवश्यक कानुनी प्रबन्ध मिलाएपछि कायम हुन आउने कुल पदहरूमध्ये समावेशी समूहमा पर्ने पदको अनुपातको हिसाबबाट आर्थिक वर्ष 2079-80 मा समावेश नगरिएबाट वास्तविक रूपमा गुम्न गएका पदहरू समेत समेटी हुन गएको क्षतिको समेत पूर्तिका सम्बन्धमा कानुनमा व्यवस्था भए बमोजिम गर्ने गरी हाललाई प्रचलित कानुन बमोजिम पदपूर्ति गर्ने गरी यो सूचना प्रकाशन गरिएको छ। पुनश्च 1 नम्बरमा छ आवेदकले कुनै एक दर्ता केन्द्रबाट मात्र दरखास्त फारम दर्ता गर्नुपर्ने छ। दोहोरो दरखास्त दर्ता गरेको पाइमा दरखास्त फारम रद्द गरिनेछ। 2 नम्बरमा छ हरेक चरणको परीक्षा समाप्ति पश्चात नतिजा प्रकाशन गरिनेछ र उत्तीर्ण उम्मेदवारहरूलाई मात्र अर्को चरणको परीक्षामा सम्मिलित गराइनेछ। 3 परीक्षा सञ्चालन गर्दा
खुल्ला तथा समावेशी समूहतर्फको एउटै परीक्षा सञ्चालन गरिने र निजहरूले प्राप्त गरेको अङ्कको आधारमा समावेशी तर्फका उम्मेदवारहरू बीच मात्र छुट्टै प्रतिस्पर्धा गरी पदपूर्ति गरिनेछ। 4. दरखास्त पेश गर्दा सक्कल प्रमाण पत्रहरू साथ लिई उम्मेदवार स्वयं उपस्थित हुनुपर्नेछ। 5. प्रहरी नियमावली 2071 संशोधन सहितको नियम 13 को उपनियम 5 बमोजिम पदपूर्ति समितिबाट विज्ञापन प्रकाशन भएपछि दरबन्दी थप वा खाली भई पद रिक्त भएमा लिखित परीक्षाको नतिजा प्रकाशन हुनुभन्दा अगाडि सो पदपूर्ति समितिले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी सोही विज्ञापनमा सो सङ्ख्या समेत थप गर्न सक्नेछ। 6 नम्बरमा छ तोकिएका शर्तहरू पूरा नभएका दरखास्त फारम जुनसुकै समयमा रद्द गर्न सकिनेछ। 8. त्यसैगरी 7औं नम्बरमा छ दरखास्त फारम रद्द भएमा दरखास्त दस्तुर फिर्ता हुने छैन। त्यसैगरी 8औं नम्बरमा छ यस विज्ञापन सम्बन्धी सूचना तथा विज्ञापन चरणमा लिने परीक्षाहरूको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा समेत हेर्न सकिनेछ तथा दरखास्त फारम सोही वेबसाइटमा डाउनलोड गरी आवश्यक कागजातहरू संलग्न गरी तोकिएको कार्यालयमा पेश गर्न सकिनेछ। त्यसैगरी नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग वृत्ति विकास महाशाखा छनौट भर्ना छनौट शाखा नक्साल काठमाडौँको सूचना रहेको छ। यो लोकसेवा सम्बन्धी एकदमै राम्रो भ्याकेन्सीको बारेमा आज म तपाईँहरूलाई जानकारी दिएँ। अब साथीहरू यही नेपाल पुलिस सम्बन्धी अब लिखित परीक्षाको लागि तयारी कक्षा पनि हाम्रो युट्युब च्यानल खोज गुरु नेपालमा पनि भिडियो आउनेछ। त्यो भिडियोको लागि प्रतीक्षा गर्नुहोला। साथै भिडियो आयो भने तपाईँहरूले त्यो भिडियोलाई पनि अन्त्यसम्म हेर्नुहोला। साथै अब नेपाल प्रहरीको लिखित परीक्षाको तयारीको लागि तपाईँहरू भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो यस युट्युब च्यानललाई सब्सक्राइब साथै सँगै रहेको बेल आइकनलाई पनि अलमा प्रेस गर्न नभुल्नुहोला। साथै यो भिडियोलाई लाइक पनि गरिदिनुहोला। साथै राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान सहायक र अनुसन्धान अधिकृतको कक्षा सञ्चालन भइरहेको छ। त्यो भिडियो पनि हेर्न नभुल्नुहोला। प्ले लिस्टमा अनुसन्धान सहायक भनेर राखिएको छ। त्यसमा गएर तपाईँहरू अनुसन्धान सहायक सम्बन्धी सम्पूर्ण भिडियोहरू हेर्न सक्नुहुनेछ। साथै अब नेपाल प्रहरीको पनि अब भिडियो चाँडै नै आउनेछ। त्यसको लागि प्रतीक्षा गर्नुहोला र हाम्रो युट्युब च्यानल सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। यतिन्जेल हाम्रो यस भिडियोलाई अन्त्यसम्म हेर्नुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अर्को भिडियोको लागि प्रतीक्षा गर्नुहोला। भिडियो हेरेकोमा धेरै धेरै धन्यवाद।